हेलो नमस्ते साथीहरू। आज फेरि तपाईहरुलाई म जेएनएम फुल सम्बन्धी है केही जानकारीहरू लिएर आएको छु र तपाईहरुलाई म जेएनएम फुल अब समर लाग्दैछ बिस्तारसँगले है र समरमा गर्नुपर्ने कामहरू के हो र कसरी समर लाग्दाखेरि अब गरममा फुललाई जोगाउनु पर्ने त्यो विषय पनि तपाईहरुलाई भन्न लागिरहेको छु र तपाईहरुले मेरो भिडियो धेरै अगाडिदेखि हेरिराख्नु भएको छ र तपाईहरुलाई अवश्य पनि मेरो भिडियोबाट केही कुराहरू सिक्ने मौका पाउनुभयो होला है र आशा राखेको छु तपाईहरुलाई फेरि पनि म अब चाहिँ गरम महिना लाग्नु सँगसँगै के चाहिँ हेर्नुपर्छ त विशेष रूपले है। अब किरा फट्याङ्ग्राको आक्रमण पनि भइरहन्छ है। त्यहाँदेखि तपाईको पत्ताहरूमा कालो दाग लाग्ने हैन, पत्ताहरू अब पिल्सेर जाने, गरममा बाफिने, यी कुराहरू धेरै समस्याहरू अब चाहिँ फुलमा देखा पर्छ। अब यो मार्च अप्रिल महिना सुरु भइसक्यो हैन। अब दिनदिनै टेम्परेचर पनि त बढ्दै जान्छ है। तपाईहरुको जग्गामा कतिको जाडो छ या गरम छ। हामी चाहिँ नाम्ची भेगको हौं र हाम्रो ठाउँ चाहिँ 4500 देखि 5000 फिटको उचाइमा अवस्थित छ है। र तपाईहरु अझै पनि 7000 8000 फिटको उचाइमा हुनुहुन्छ भने तपाईहरुकोमा अझै पनि फुल राम्रै हुन्छ। तर हाम्रो जग्गाबाट चाहिँ जति पनि अब मुनिको सतहमा जान्छौं है, गरम ठाउँहरुमा जान्छौं नि, त्यति नै फुलहरुमा धेरै किरा फट्याङ्ग्राहरू लाग्नेहरू सम्भावना बढी भइरहेको हुन्छ। र अब चाहिँ हामीले जेरेनियम फुललाई चाहिँ कम्तीको पनि 1 फिटबाट 1.5 फिटसम्मको ग्यापमा राख्नुपर्छ। सुन्नुहोस् है, अब चाहिँ हामीले फुललाई है 1 फिटदेखिको 1.5 फिटमा, जस्तो अब यो सानो पटहरू छ भने 1 फिटमा राखिदिनुहोस्, यतिको ग्यापमा राख्नुपर्छ 1 फिटमा हैन। 1 फिटको ग्यापमा राखिदिनुहोस्। यदि ठुलो पटहरू छ, जस्तो यिनीहरू ठुलो पटहरू छ यिनीहरू है, यो ठुलो पटहरूलाई हेर्नुहोस्, यो पत्तालाई छुनु हुँदैन। गर्दाखेरि तपाईले कम्तीको पनि योहरू 2 फिटमा राखिदिनुहोस् हैन। 2 फिटमा राखिदिनु भयो भने तपाईहरुलाई 2 फिटमा राखिदिनु भयो भने यो खुल्ला हुन्छ। जस्तो अब अहिले यहाँ राखेँ नि मैले, यतिको ग्याप राखिदिनुहोस् क्या, यतिको ग्याप राखिदिनुहोस्, यतिको ग्याप होस् यहाँनिर चाहिँ, ताकि हावा चाहिँ राम्रोसँगले खेल्नु सकुन् यिनीहरूलाई। र जबसम्म हामीले यस्तो टाइटहरू राखिदिन्छौँ नि, यसरी यस्तो पारेर राखिदिउँ भने के हुन्छ भने यहाँ हावा खेल्ने कुनै यसले मौका नै पाएन नि त, हावै छिरेन है। हावा नछिर्दाखेरि के हुन्छ भने अहिलेको टेम्परेचर हाम्रो नाम्चीमा पनि दिउँसो है 15-20 डिग्री पुग्दैछ। हेर्नुहोस्, 15-20 डिग्री भनेको निकै नै गरम हो नि त अब हाम्रो लागि, अब हिल्समा बस्नेहरूको लागि हैन। तर अझै यो जेएनएम फुललाई यसको 23 डिग्री चाहिँ यसले राम्रोसँगले सुहाउनु सक्छ, त्यसो भन्छ हैन। 23 डिग्रीसम्म चाहिँ राम्रो। 23 डिग्रीदेखि माथि भयो भने, जस्तो हाम्रो त अहिले यो भेगमा चाहिँ नाम्ची भेगमा चाहिँ 30 डिग्री पनि पुग्न थालेछ, 35 डिग्री पनि पुग्न थालेछ, पनि नसकोस् है। त्यहाँदेखि जति पनि तपाईहरुको बिरुवाको यो बोटको ठुलो पत्ताहरू छ, यो फेदको पत्ताहरू, योहरू छाँटिदिनुहोस्। पुरानो फुलहरूलाई निकालिदिनुहोस्, यो पत्ताहरूलाई यो मुनिबाट छाँटिदिनुहोस्। अब चाहिँ के हुन्छ भने तपाईको पानी पर्छ, पानी सँगसँगै हुस्से पनि आउँछ हैन। हुस्से आएपछि के हुन्छ भने त्यो हुस्सेको जुन शीत छ त्यो सबै पानीहरू यो पत्तामा लाग्छ है। पत्तामा लागेपछि तीबाट नै अब फंगसहरू लाग्नु सुरु हुन्छ हैन। यसलाई किरा फट्याङ्ग्राहरू लाग्न थाल्छ। गर्दाखेरि यो फेद जहिले पनि यसरी क्लियर राखिदिनुहोस् र गिल्लो नराखिदिनुहोस्, यसरी सुक्खा पारेर राखिदिनुहोस्, ताकि पानी तपाईले अन्दाज गरेर हाल्नुहोस् है। र यो ठुल्ठुलो पत्ताहरूलाई चाहिँ निकालिदिनुहोस्, ताकि यो यसरी खुल्ला होस्, खुल्ला भएर हावा चल्न थालोस्। मैले चाहिँ प्राय पत्ताहरू निकालिदिइसकेको छु है। यो बोटहरू सबै नयाँ बोटहरू, यिनीहरूको पनि मैले पत्ताहरू निकालिदिइसकेको छु। हजुरहरूले पनि पत्ताहरू निकालेर यसलाई खुल्ला रूपले राखिदिनुहोस् है। अब कटिङ नगर्नुहोस्। हामीलाई कतिजनाले फोन मार्फत अथवा मेसेन्जरमा पनि मेसेज गर्नुहुन्छ है, कटिङ सारेको थिएँ, कटिङ पनि मर्यो अनि मदर प्लान्ट पनि मर्यो भन्छ। अब हामी पनि कटिङ राख्नु छोड्यौँ है। अब कटिङ नराख्नुहोस्।
अझै पनि तपाईँहरूको 7,000 8,000 फिट माथिकोहरूलाई ठिकै छ होइन, उहाँहरूको राम्रै हुँदैछ। तर हाम्रो जग्गाहरूमा अब कटिङ राख्नु हुँदैन, हामीले कटिङ राख्नु छोड्यौँ। र यो सबै मदर प्लान्टहरू हो, हेर्नुहोस् यो मदर प्लान्टहरू हो। र अब चाहिँ म चाहिँ यसमा मल पनि लाउँदिनँ क्या हो। अब एकैचोटि हाम्रो रिपोर्टिङ भनेको सेप्टेम्बर अक्टोबरबाट हुन्छ कटिङ रिपोर्टिङहरू सबै नै है। र आफ्नो आफ्नो ठाउँ अनुसार हो यो चाहिँ। हाम्रो ठाउँमा चाहिँ त्यसो गर्छौँ, तपाईँको ठाउँमा कतिको टेम्परेचर तपाईँहरूकोमा, कतिको जाडो छ तपाईँहरूकोमा होइन, त्यो वेदर अनुसार गर्नुहोस्। र सबैभन्दा पहिला चाहिँ यो फेदको पत्ताहरू सबै निकालिदिनुहोस् र यसलाई खुल्ला राखिदिनुहोस्। खुल्ला राखिदिनु भयो भने हावा मजाले चल्छ, त्यहाँदेखि बिरुवा पनि राम्रो भएर जान्छ। अब यो बोट ठुलो भएर आएको छ, हेर्नुहोस् त देखिराख्नु भएको छ होइन, यसमा फुलहरू धेरै फुलिरहेको छ। र मैले यो पत्ताहरू, यो ठुल्ठुलो पत्ताहरू, यस्तो पत्ताहरू सबै निकालिदिएँ यहाँ मुनिबाट। गर्दाखेरि यो के भयो भने खुल्ला भयो। अब यहाँनिर मजाले हावा खेल्छ है, र यो बाफिनु सक्दैन। र अब फङ्गिसाइडहरू लाउनु थाल्नुहोस्। फङ्गिसाइड हामी साफ लाउँछौँ, साफ सानो चम्चीको 1 चम्चीमा 1 लिटर पानी घोलेर लाउँछौँ है। त्यहाँदेखि साफ हामी हप्तै पछि लाउँछौँ अब फङ्गिसाइड है। साफ तपाईँले टाइकोडर्मा लाउँदा पनि भयो, बेबिस्टन लाउँदा पनि भयो होइन, तपाईँहरूकोमा जे उपलब्ध छ त्यही लाउनुहोस्। निम ओइलको प्रयोग गर्नुहोस्, अर्ग्यानिक हो, त्यसले प्लान्टलाई बिगार्दैन। स्प्रे गरिदिनुहोस् पानी 1 लिटर पानीसँग, सानो चम्चीको 1 चम्चीमा डिटर्जेन्टको 10 थोपा, ह्यान्डवासको 10 थोपासँगले 5 लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। 15 दिनमा गर्नुहोस् है, र तपाईँहरूको प्लान्ट राम्रो हुन्छ। हस्त साथीहरू, तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परे लाइक सेयर कमेन्ट गरिदिनुहोस्। र अझ मलाई कमेन्ट गरिदिनुहोस्। र जानेको कुराहरू तपाईँहरूसँग सेयर गर्न चाहन्छु र सेयर पनि गर्नेछु, ताकि मैले जानेको कुराले हजुरहरूलाई पनि केही सहयोग भयो भने त्योभन्दा राम्रो मिठो कुराहरू के हुनसक्छ र होइन। र त्यसैले आजलाई यति नै। फेरि पनि आउने दिनहरूमा अझ म JNM फुलको सम्हारा गर्नुपर्ने केयरहरूको बारेमा बताउने छु। अनि अब आउने फुलहरू होइन, जस्तै अब गदावरीको सिजन सुरु हुन्छ, त्यो पनि तपाईँहरूलाई म बताउने छु। र हस् त आजलाई यति नै, बिदा पाऊँ, नमस्ते।